बिहानको ब्रेकफास्टको लागि केही हेल्दी र ग्लुटेन फ्री बनाउन चाहनुहुन्छ भने यु मस्ट ट्राई दिस प्यानकेक रेसिपी। सबैभन्दा पहिले एउटा बोलमा 1 कप कसावा फ्लावर लिनुहोस्। त्यसपछि त्यसमा 2 वटा अन्डा र स्वाद अनुसार चिनी हाल्नुहोस्। यदि हजुरहरूले चिनी खानुहुन्न भने यु क्यान अल्सो एड जैगरी पाउडर और हनी एज अ सब्स्टिट्युट फर सुगर। अब यसमा हाफ टीस्पून बेकिङ पाउडर र बेकिङ सोडा एड गर्नुहोस् र साथै थोरै नुन पनि। नुनले चाहिँ प्यानकेकको स्वादलाई ब्यालेन्स गरेर मिठो बनाउन हेल्प गर्छ। यो सबै इन्ग्रेडियन्ट्स हालिसकेपछि थोरै थोरै गरी दूध हालेर ब्याटरलाई स्मुथ बनाउनुहोस्। ब्याटर स्मुथ बनिसकेपछि यसलाई 10 मिनेट्सको लागि रेस्ट गर्न छोड्दिनुहोस्। त्यसपछि ग्यासमा प्यान हिट गर्नुहोला र हिटेड प्यानमा अलिकति बटर हालेर ब्याटर पोर गर्नुहोस् अनि यसरी छोपेर एकछिन पकाउनुहोला। प्यानकेक बनाउँदा ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ ग्यासको फ्लेम हो। ग्यासको फ्लेम हाई छ भने प्यानकेक बाहिरबाट छिटो पाक्छ बट भित्र काँचो हुन्छ। सो फ्लेमलाई चाहिँ लो नै राख्नुहोला। प्यानकेकको छेउ सेट हुन थालेपछि र बबल देखिन थालेपछि अर्को साइड फ्लिप गरेर फेरि एकछिन छोपेर पकाउनुहोस्। हेर्नु त हाम्रो हेल्दी र ग्लुटेन फ्री प्यानकेक तयार भइसकेको छ। अब एउटा प्लेटमा यो प्यानकेक्सहरूलाई निकालेर आफूलाई मनपर्ने फ्रुट्स र सिरप टपिङ गरेर सर्भ गर्नुहोस्। आजै यो रेसिपी ट्राई गर्नुहोस् र आफ्नो बिहानको ब्रेकफास्टलाई टेस्टी, गट फ्रेन्डली र न्युट्रिसियस बनाउनुहोस्।